मानवको उत्पत्ति कसरी भयो? के मानव बाँदरबाट भएको हो त? या सिधै परमात्माले पृथ्वीमा ल्यान्ड गराइदिएको हो? अनेकौं प्रश्नहरू हजुरहरूको मस्तिष्कमा उब्जन सक्छ। विभिन्न धर्म, पन्थ, रिलिजन अथवा लोक संस्कृतिमा मानव उत्पत्तिका मीठा मीठा कथाहरू छन्। आउँदो समयमा कुरा गरौँला। आज विज्ञान र आधुनिक युगका दार्शनिकहरूको मतलाई राख्नेछु। यस भिडियोमा आवाज मेरो, तर शब्द विज्ञान र आधुनिक युगको हो। हाम्रो समाज यानी यो भिडियो जसले हेर्दैछ उसको समाज, हामी सबै पूर्वग्रह यानी प्रिजुडाइजले ग्रसित भएका छौं। हामी अहंकार गर्छौं र अहंकारलाई ज्ञानको टोपी लाएर मक्ख भइरहन्छौं। म यो किन भन्दैछु ध्यानले सुन्नु होला। हाम्रोमा विभिन्न विचारधाराहरू जन्म सक्दा नसक्दै हाम्रो मस्तिष्कमा प्रवेश गराइएको हुन्छ। हाम्रो मस्तिष्कलाई विभिन्न कुराहरूले प्रभावित पार्छ। देशकाल परिस्थिति जस्तै भूगोल, धर्म, संस्कृति, स्त्री पुरुष, धनी गरिब र शारीरिक रूप रङ्गले। यी सबै कुराहरूलाई एकछिन साइडमा राखौं र भिडियोमा अघि बढौं। ब्रह्माण्ड यानी युनिभर्सको उत्पत्ति आजभन्दा 14 अरब वर्ष अघि बिग ब्याङ भन्ने प्रक्रियाबाट भएको हो। पृथ्वी आफ्नो पूर्ण आकारमा 4.5 अरब वर्ष अघि आउँछ। र जीवनको उत्पत्ति 3.5 अरब वर्ष अघि हुन्छ, जसलाई एक कोषीय जीव यानी यूनिसेलुलर अर्गानिजम भनिन्छ। ब्रह्माण्ड र जीवन गतिशील र विकासशील हो। एक कोषीय जीव विभिन्न परिस्थितिमा परिणत र विकसित हुँदै विभिन्न रूप रङ्गमा ढल्किँदै जान्छ र आज हामीले देखिरहेका अनेकौं प्रजातिहरूको पूर्वज हुन पुग्छ र मानवको पूर्वज यिनीमध्ये एक हो। The origin of Homo sapiens. पृथ्वीको जीवनलाई अनेकौं कालखण्डमा बाँडिएको छ। जोरासिक पिरियड जहाँ डाइनोसरस आजभन्दा 22 देखि 13 करोड वर्ष अघि पृथ्वीमा घुम्ने गर्थ्यो र भर्खरै 20 लाख अघि सुरु भएको प्लेस्टोसिन र होलोसिन मानव विकासको युग भनेर जानिन्छ। आजभन्दा करिबन 40 लाख वर्ष अघि हाम्रो पूर्वजको झझल्को अफ्रिकामा देखा परेको थियो। इतिहासकार र विज्ञानका ज्ञाताहरूले मानवको उत्पत्ति इस्टर्न अफ्रिका हो भन्ने गर्छन्। साथै सम्पूर्ण जीवन नै अफ्रिकाबाट विश्वभरि फैलिएको भन्ने मत वैज्ञानिकहरूले दिएका छन्। मानवको पहिलो पूर्वज अस्ट्रालोपिथेकस, जो साइन्टिफिक नेम हो दक्षिणको वानर भनेर जानिन्छ, अफ्रिकामा 40 देखि 20 लाख वर्ष अघि घुम्ने गर्थ्यो र यस समकालीन युगमा धरतीको कुनै भूभागमा यसको साक्ष्य उपलब्ध भएको छैन। केही मूर्खहरूलाई छोडेर यो विश्वभरि प्रमाणित छ। 20 देखि 17 लाख वर्ष अघि होमो ह्याबिलिस, हातको प्रयोग गर्ने आदि मानव, जसले पहिलो ढुङ्गालाई हतियार बनाउँछ र 2 पाउले हिँड्न थाल्छ। 17 लाख वर्ष अघि होमो इरेक्टसको उदय हुन्छ। अब ऊ सिधा हिँड्न थाल्छ। 2 पाउको मात्र जरुरत हुन्छ, जसलाई बाइपेडलिजम भनिन्छ। अब यहाँबाट विश्वको विभिन्न भूभागमा पलायन गर्न थाल्छ, जस्तै युरोप, इन्डिया, चाइना, इन्डोनेसिया इत्यादि। भारतीय उपमहाद्वीपमा 14 लाख वर्ष अघि यसको साक्ष्य शिवालिक हिल्स यानी हिमाचल प्रदेशबाट प्राप्त भएको छ। तर होमो सैपियन्स हाम्रो जस्तै रूप रङ भएको आदि मानवको सुरुवात फेरि अफ्रिकाबाट 2 लाख वर्ष अघि हुन्छ र आधुनिक मानवको सुरुवात यहाँबाट भएको हो र विश्वभरि फैलिन्छ। अब मानव विकासको क्रममा के कस्तो भौतिक र जैविक परिवर्तन हुन्छ हेरौं। यो परिवर्तन अचानक भएको होइन, 40-50 लाख वर्ष अघिदेखि हुँदै आएको हो। पहिलो पल्ट प्राइमेट्स रुखबाट उत्रिएर जमिनमा हिँड्न थाल्छ। त्यसको साथै सबैभन्दा बढी उपलब्धि यो थियो, ऊ 4 पाउदेखि 2 पाउमा आउँछ। यो 2 हात खाली हुनाले बडो फाइदा भयो। अब उसले ढुङ्गाको हतियार बनाउन र शिकार गर्न उलाई सजिलो हुन थाल्यो। प्राकृतिक कारणले आगोको उत्पत्ति र 4 लाख वर्ष अघि आदि मानवले यसको प्रयोग गर्न थाल्यो, जसले गर्दा पकाएको खाना खाने र पाचन प्रक्रिया पनि छिटो हुन थाल्यो। काँचो खानु नपरेपछि उसको जबडा यानी ज र उसको दाँतको काम थोरै भयो
त्यसले गर्दा उसको जबडा र दाँत घटेर जान्छ। पकाएको खानाले उसको पाचन प्रक्रिया छिटो हुन र एनर्जी उसले धेरै पाउन थाल्यो। त्यो एनर्जी उसको मस्तिष्कको विकासपट्टि लाग्न थाल्छ। 75,000 वर्ष अघि कग्निटिभ रेभोल्युसन यानी संज्ञात्मक क्रान्ति हुन्छ। अब उसले बुद्धि र तर्कको साथमा इमेजिनेसन यानी कल्पना गर्न थाल्छ, साथै उसको मेमोरी पनि बढ्न थाल्छ, जसले गर्दा भाषाको विकास हुन थाल्छ। होमो हेबिलिसको ब्रेन साइज 600 क्युबिक सेन्टिमिटर थियो भने होमो सेपियन्स यानी आधुनिक मानवको ब्रेन साइज 1200 देखि 1400 क्युबिक सेन्टिमिटर छ। तर तपाईहरुको मनमा प्रश्न उठ्न सक्छ, मानवको भन्दा ठूलो दिमाग अरु पशु प्राणी यानी हात्ती, गैंडा र समुद्री जीवहरूको हुने गर्छ। यसको उत्तर वैज्ञानिकहरूले दिएका छन्। मानव शरीरको 2 देखि 3% उसको मस्तिष्क हुन्छ, तर यो अरु पशु प्राणीमा 1% पनि हुँदैन। त्यसले गर्दा जसको शरीरको आकारमा जति ठूलो दिमाग ऊ त्यति नै इन्टेलिजेन्ट हुन्छ। 14-15 हजार वर्ष अघि आइस एज यानी हिम युगको अन्त हुन्छ, जसले गर्दा वातावरण अनुकूल हुन्छ। 10,000 वर्ष अघि कृषि क्रान्ति यानी अब आदि मानवले शिकार र संग्रहण साथसाथै खेतीपाती र पशुपालन पनि गर्न थाल्छ। यही आधारमा विश्वका विभिन्न भूभागमा अकल्पनीय सभ्यताहरूको जन्म हुन्छ, जो नदीका किनारामा बस्ने गर्थे। विश्वका सबैभन्दा पुराना सभ्यताहरू हुन् मेसोपोटामिया, जो 3500 देखि 2300 ईसा पूर्व इराकको टिग्रिस र युफ्रेट्स नदीमा बस्ने गर्थ्यो। मिस्र सभ्यता 3000 देखि 1000 ईसा पूर्व नील नदीमा फलिफुलेको थियो। सिन्धु घाटी सभ्यता 3500 देखि 1900 ईसा पूर्व सप्त सिन्धु नदीमा बसेको थियो, जो विश्वको सबैभन्दा ठूलो शहरी सभ्यता हो। चीनी सभ्यता 2000 ईसा पूर्व चाइनाको याल्लो नदीमा बसेको थियो, जहाँ देख्छौं शहरीकरण, धर्म, भाषा, लिपि, व्यापार, कानून, कृषि इत्यादि। सिन्धु घाटी सभ्यताको अन्तबाट नयाँ सभ्यता उत्पन्न हुन्छ, वैदिक सभ्यता 1500 देखि 600 ईसा पूर्व। व्यापार र दार्शनिकताको लहर पुरै विश्वमा छाउँछ। 600 ईसा पूर्वदेखि यता विश्वका विभिन्न भूभागमा विचार र व्यापारको आदान प्रदान हुन्छ। र यसले भारतीय उपमहाद्वीपलाई विभिन्न रूपमा प्रभावित पार्छ। कृषि र पशुपालनले उत्पादनमा वृद्धि आउँछ, जसले गर्दा मानव जनसङ्ख्यामा तेज उछाल आउँछ। यिनै सभ्यता र ग्रामीण क्षेत्रहरूबाट विभिन्न भूभागमा मानवको आगमन हुन्छ। विगतका कालमा कुनै देश यानी नेसनको कल्पना थिएन। जुन राजा महाराजा बलवान उसको उतनै ठूलो साम्राज्य र जो राजा कमजोर उसको उतनै सानो राज्य। आज तपाईँ एउटा राज्यमा भोलि अर्कोमा यो कुनै ठूलो कुरा थिएन। साम्राज्यको सीमा घटिबढी भइरहन्थ्यो। आजको जस्तो फिक्स बाउन्ड्रिज थिएन। राजनैतिक वर्ग र थोरै जनसङ्ख्यालाई छोडेर राज्यप्रति प्रेम भाव सायदै उत्पन्न हुन्थ्यो होला। विभिन्न राज्य साम्राज्यको उदय र अन्त हुँदै हामी आधुनिक कालमा प्रवेश गर्छौं, जसलाई साइन्टिफिक रेभोल्युसन यानी वैज्ञानिक क्रान्ति भनिन्छ। अब नयाँ विचार र टेक्नोलोजीको आविष्कार हुन थाल्छ। केही एक्सेप्सन छोडेर देश र देशप्रतिको प्रेम 18वीं सदीमा युरोपमा देखिन्छ र बिस्तारै विश्वभरि नै देश प्रेम यानी नेसनलिजमको लहर फैलिन्छ। जति पनि वर्तमान समयका देशहरू छन्, यी सबै 19वीं र 20वीं सदीमा जन्मिएका हुन्, जसको सामाजिक, राजनैतिक र सांस्कृतिक इतिहास पूर्व कालदेखि चलेर आएको छ। र तिमी जुन देश र समाजको प्रेम गर्छौ, यसको ढाँचा हजारौं वर्ष अघिदेखि विकसित हुँदै आएको हो र यसमा भएका सिस्टमहरू नयाँ, आधुनिकता र विभिन्न सभ्यताहरूको रसले सिंचेको छ। यो भूमि कसको? कसको उत्पत्ति यो भूमिमा भयो?
यो प्रश्न गलत हो। प्रश्न यस्तो हुनुपर्छ, यो भूमिमा पहिला को आयो, प्रथम पाउ यो भूमिमा कसले टेक्यो। दिस इज अ पार्ट अफ एकाडेमिक डिस्कसन, ठूला बडा विश्वविद्यालयमा हुने शास्त्रीय चर्चाको अङ्ग हो, जसले गर्दा कुनै खण्डको ऐतिहासिक, राजनैतिक, सामाजिक, आर्थिक स्थिति बुझ्न सकिन्छ। यो झगडाको होइन, अनुसन्धानको विषय हो। सबै अफ्रिकाबाट नै आएको हो र यहाँ कसैको उत्पत्ति भएको होइन, केवल तपाईको अज्ञानताले आएको अहंकार मात्र हो। तपाईको संस्कृति, भाषा, लोक प्रथा र छोटो 2-4 हजार वर्ष इतिहासको जरा मात्र यस भूमिमा समाएको छ। जब एउटा देश यानी नेसनको स्थापना हुन्छ र उच्च कार्यालयबाट नागरिकता यानी सिटिजनशिप प्राप्त हुन्छ, अब तिमी यो देशको र देश तिम्रो। आज विश्व एउटा ग्लोबल भिलेज भएको छ। हरेक व्यक्ति र समाज एक अर्कासँग जोडिएका छन्, गलीको कुकुर बाघ जस्तो। तर यो ग्लोबल भिलेजमा एउटै बाघ छ, त्यो हो समय। तर आज जो लुकीछिपी बाहिरबाट आएर जसले अर्काको घाँस र बाँस खोसेर देशको विभिन्न संसाधन हत्याएका छन्, उसको होइन। यो भिडियो हेरेर जसको मन मस्तिष्कमा परिवर्तन आएन, म मात्रै यो देशको र अरू बाहिरबाट आएको हो जस्तो लाग्छ भने मेरै गल्ती हो, किनकि हाम्रो विकास यहाँसम्म भएर रोकिएको छ, तर तपाईको विकास चाहिँ यहाँसम्म भएको हो। समाजलाई टुक्र्याउने होइन, जोड्ने काम गरौँ। हजुरहरूलाई मानव विकास र सभ्यताको बारेमा अझ जानकारी प्राप्त गर्नु छ भने यी पुस्तकहरू पढ्न सक्नुहुन्छ।